हेलो गाइस, आजको क्लासमा हामीले 2076 मा क्वेशन नम्बर 12 मा सोधेको क्वेशन गर्न गइरहेछौं, जुन बीबीएस सेकेन्ड इयर को फाइनान्स सब्जेक्ट को हो। यो के भन्छन् भन्दाखेरि 10 मार्क्स को क्वेशन हो। दुईटा दिएछ अनि 6+4 गरेर दिएछ। यहाँ के भनेछ भने कान्तिपुर कैफ has rupees 5 lakh of debt outstanding and if it pays an interest rate of 10% annually भनिन्छ वार्षिकको 10% इन्ट्रेस्ट रेट रहेछ। इट्स एनुअल सेल्स आर 2 मिलियन एनुअल सेल्स रहेछ। त्यसपछि के भनिन्छ भने इट्स एभरेज ट्याक्स is 30% and its net profit margin on sales is 5%. सेल्स भनेछ 2 मिलियन अनि ट्याक्स 30% भनेछ ट्याक्स रेट। त्यसपछि फेरि के भनेछ नेट प्रॉफिट मार्जिन जुन छ नेट प्रॉफिट मार्जिन त्यो 5% अन के को हो सेल्स को हो। ठीक, फेरि के भनेछ इफ द कंपनी डज नट मेंशन a time interest on tie ratio of at least 5 times कम्तीमा भने 5 times हुनु पर्छ। यसको के टाई रेशियो 5 times हुनु पर्छ, नत्र यो यहाँ के भनेछ फेरि इट्स बैंक विल रिफ्युज टु रिन्यू द लोन एन्ड ब्याङ्क्रप्सी विल रिजल्ट भनेछ हैन। भनेछ कि कम्तीमा पनि 5 times टाई रेशियो हुनु पर्यो, नत्र बैंकले रिन्यू नै गर्दैन। लोन जुन लिएछ त्यसले रिन्यू नै गर्दैन। कान्तिपुर क्याफले जुन लोन लिएछ त्यो रिन्यू गर्दैन, कम्तीमा यो टाई रेशियो जुन छ 5 times हुनै पर्यो। ठीक, फेरि क्वेशनमा के भनेछ भने व्हाट इज कान्तिपुर क्याफ टाई रेशियो। टाई रेशियो हामीलाई सोधेछ, यो कान्तिपुर कैफ को टाई रेशियो निकाल्न भनेछ। त्यसपछि इज द बैंक लाइकली टु रिन्यू द लोन। टाई रेशियो जति आउँछ त्यो बैंकले त्यो लोन रिन्यू गर्न लायक छ कि छैन भनेर यहाँ भनेछ। फेरि बाइ बी नम्बरमा के भनिन्छ बाइ व्हाट पर्सेन्टेज कति पर्सेन्टेज नेट प्रॉफिट मार्जिन शुड इन्क्रिज इन अर्डर टु गेट लोन रिन्यू। कति पर्सेन्ट नेट प्रॉफिट मार्जिन इन्क्रिज गर्नुपर्छ तब बैंकले त्यो लोन रिन्यू गर्छ भनेर यहाँ सोधेछ। अब हामी यसको गिभन लेखौँ पहिला। ठीक, यहाँ पहिला गिभन लेखौँ। यहाँ के भनेछ 5 लाख डेब्ट आउटस्टैंडिंग। यहाँ given that total debt is equal to RS 5 लाख। ठीक, त्यसपछि के भनिन्छ इंटरेस्ट रेट इज इक्वल टू 10%। अब इंटरेस्ट कति हुन्छ, देयरफॉर इंटरेस्ट इज इक्वल टू 10% अन के को हुन्छ यो डेब्ट रेशियो को हुन्छ अन 5 लाख। ठीक, यसको कति हुन्छ 10% RS 50,000। ठीक, त्यसपछि यहाँ के भनेछ भने सेल्स एनुअल सेल्स 2 मिलियन। यहाँ एनुअल सेल्स इज इक्वल टू RS 2 मिलियन। यसलाई हामीले पुरै त्यो यस्तो 2 मिलियन भनेर राख्नु भन्दा राम्रो यहाँ और 2 मिलियन भनेको 20 लाख
आरएस ठीक। त्यसपछि के भनेछ यहाँ एभरेज टैक्स रेट भनेछ यहाँ टैक्स रेट टी इक्वल टू 30%। फेरि के भनेछ टैक्स रेट 30% अनि नेट प्रॉफिट मार्जिन 5% on sales। नेट प्रॉफिट मार्जिन इक्वल टू 5% अनि नेट प्रॉफिट यानी कि नेट इनकम अथवा नेट प्रॉफिट इक्वल टू कति हुन्छ 5% on सेल्स हुन्छ इक्वल टू 5% इन्टु 20 लाख इक्वल टू आरएस कति हुन्छ 1 लाख ठीक। त्यसपछि यहाँ के भनेछ भने अरु के दिएछ छैन यहाँ 5 टाइम्स हुनुपर्छ कम्तीमा 5 टाइम्स हुनुपर्छ भनेछ ठीक। अब ए नम्बर हामी गरौँ ए नम्बर टाई रेशियो हो न टाई रेशियो इक्वल टू व्हाट वी नो दैट हामीलाई थाहा छ टाई रेशियो इक्वल टू के हुन्छ EBIT डिवाइड इंटरेस्ट एक्सपेंसेस ठीक। अब EBIT हामीलाई दिएछ छैन इंटरेस्ट एक्सपेंसेस दिएछ कति दिएछ यहाँ हामी निकालिसकेछौं 50,000 त्यही हो इंटरेस्ट एक्सपेंसेस 50,000। EBIT को लागि अब हामी एउटा वेयर भनेर यहाँ गर्छौं वेयर EBIT हैन EBIT को लागि के गर्नुपर्छ पहिला हामीले EBIT निकाल्नु भन्दा पहिला हामीले EBT निकाल्नु पर्यो EBT को फर्मुला के रहेछ भने EBT को फर्मुला हो नेट इनकम डिवाइड 1 माइनस टैक्स हुन्छ टैक्स इक्वल टू नेट इनकम हाम्रो कति रहेछ नेट इनकम 1 लाख हैन नेट इनकम 1 लाख रहेछ 1 माइनस 0.3 टैक्स हो। अब गर्दाखेरि कति हुन्छ 1 लाख डिवाइड बाइ 0.7 यहाँ आउँछ 1 लाख डिवाइड 0.7 आउँछ 1 लाख डिवाइड 0.7 गर्दाखेरि इक्वल टू आरएस 14 28 57.57 यति आछ ठीक। त्यसपछि यहाँ के अब निकाल्ने EBT आइसक्यो भने EBIT नि आइहाल्छ EBIT मा के हुन्छ भने EBT प्लस इन्ट्रेस्ट गरिदिने EBT कति आयो 14 28 57 प्लस इन्ट्रेस्ट कति रहेछ 50 रहेछ इक्वल टू गर्दाखेरि यहाँ कति आउँछ आरएस 19 28 57। अब यहाँ EBT आइसक्यो भने 19 28 57 हो न 19 28 57। अब यो गर्दाखेरि टाई रेशियो कति आउँछ 19 28 57 डिवाइड बाइ 50,000 गर्दाखेरि 3.5
85 टाइम्स आयो। ठीक, 85 टाइम्स आयो। अब यो त भयो आन्सर ए नम्बरको। अब बी नम्बरमा यहाँ के भनेछ फेरि, त्यो इज द बैंक लाइकली टु रिन्यू द लोन, त्यो बैंकलाई लोन रिन्यू गर्न लायक छ कि छैन भनेर छ यहाँ। त्यो अब छैन भने, किनभने बैंकले के भनेछ, कम्तीमा पनि 5 टाइम्स हुनुपर्छ, यो टाई रेसियो 5 टाइम्स हुनुपर्छ। त्यही भएर यो रिन्यू गर्न लायक छैन। यहाँ के लेखिदिने, रिन्यू गर्ने लायक यो छैन। त्यही भएर यहाँ लेखिदिने सिन्स द टाई रेसियो इज लेस देन 5 टाइम्स, 5 टाइम्स भन्दा कम रहेछ। त्यही भएर द बैंक विल नट एबल टु रिन्यू द लोन, त्यही भएर बैंकले लोन रिन्यू गर्न सक्दैन। ठीक, अब बी नम्बर हामी गर्छौँ। बी नम्बरमा के भन्छ भने, के भनेछ बी नम्बरमा, बाई वाट पर्सेन्टेज नेट प्रॉफिट मार्जिन शुड इन्क्रिज इन अर्डर टु गेट लोन रिन्यू, कति पर्सेन्ट नेट प्रॉफिट मार्जिन कति पर्सेन्ट इन्क्रिज गर्नुपर्छ त्यो लोन रिन्यू गर्नलाई। अब यहाँ हामी गर्छौँ, पहिला के लेखिदिने, टु गेट द लोन रिन्यू द टाई रेशियो must be equal to 5 टाइम्स, कम्तीमा पनि 5 टाइम्स हुनुपर्छ टाई रेशियो। अब यहाँ के लेख्ने, देयरफोर टाई रेशियो इज इक्वल टू 5 टाइम्स। ठीक, अब यहाँ टाई रेशियो को फर्मुला के हो, EBIT डिवाइड इंटरेस्ट इक्वल टू यो 5 को 5 भयो। अब EBIT यहाँ और लेख दिने EBIT डिवाइड इंटरेस्ट हामीलाई दिएछ, कति दिएछ, 50,000 दिएछ। EBIT हाम्रो चेन्ज भइहाल्छ, किनभने यो टाई रेशियो चेन्ज भयो भने EBIT चेन्जै हुन्छ, किनभने यो इन्ट्रेस्ट तर चेन्ज हुँदैन, किनभने डेब्ट रेशियो त्यतिकै छ, इक्वल टू 5। अब देयरफोर EBIT इक्वल टू RS 2,50,000 आयो, 2,50,000 आयो है। अब नाउ EBT निकाल्नु पर्यो, EBT इक्वल टू EBIT माइनस इंटरेस्ट गरिदिने, EBIT आयो 2,50,000 माइनस 50,000 गर्दाखेरि आयो RS 2,00,000। ठीक, अब के गर्ने, अगेन नेट इनकम इक्वल टू EBT 1 माइनस टैक्स। ठीक, अब यहाँ कति हुन्छ, EBT कति आयो, 2,00,000 आयो, 2,00,000
1 माइनस ट्याक्स भनेको 0.3 रहेछ इक्वल टु 2 लाख इन्टु 0.7 इक्वल टु RS कति आउँछ 2 लाख इन्टु 0.7 गर्दाखेरि 1,40,000 यो आयो हाम्रो नेट इन्कम। अब यहाँ देयरफोर न्यू नेट प्रॉफिट मार्जिन would be equal to net income divide sales। ठीक, अब यहाँ के हुन्छ नेट इन्कम कति आयो हाम्रो 1,40,000 डिवाइड सेल्स कति रहेछ 20 लाख रहेछ इक्वल टु कति आउँछ 1,40,000 डिवाइड बाई 20 लाख गर्दा 0.07 और 7% इन्टु से गर्दाखेरि 7%। ठीक, अब के गर्ने भने देयरफोर hence the change in net profit margin is equal to net profit margin new minus net profit margin old divide के गर्ने नेट प्रॉफिट मार्जिन कौन वाला रखने ओल्ड वाला रखने इक्वल टू नेट प्रॉफिट मार्जिन न्यू कति आछ 7%। 7 माइनस ओल्ड कति रहेछ ओल्ड हाम्रो यहाँ रहेछ ओल्ड 5% रहेछ 5 डिवाइड यहाँ कति गर्ने 5 इक्वल टु कति आउँछ 7 माइनस 5 गर्दा 2 डिवाइड 5 गर्दा 0.4 और इन्टु से गर्दाखेरि 40% देयरफोर द क्वेशनमा के भनेछ भने नेट प्रॉफिट मार्जिन शुड इन्क्रीज देयरफोर द नेट प्रॉफिट मार्जिन increase equal to 40% answer। ओके गाइस हाम्रो सल्युसन भइसक्यो। अब यो 10 नम्बर को आउँछ कि एक्जाममा कति एउटा यो जुन ए को छ 6 नम्बर को आउँछ अनि बी को जुन छ 4 नम्बर गरेर दुईटा मिलाएर 10 नम्बर 6 + 4 10 नम्बर यो एकचोटी हैन धेरै चोटी आइसकेको क्वेशन हो 2076 मा आएको हो क्वेशन नम्बर 12 मा अरुमा आएको हो। हस् भिडियो धेरै लामो भयो अब अर्को क्वेशन अर्को भिडियोमा गरौँला अर्को क्लासमा। ओके।